सुनिल सुनिल मलाई 90,000 चाहिएको थियो। 90,000 किन? बुवालाई चेकअप गराउनु पर्ने छ, नत्र म माग्ने थिइनँ। ठिक छ बोल्दिनु। टिभीको इएमआई तिरेको अहिले भरे तिर्दिन्छु। सुनिल अर्को हप्ता बुवाको अपरेसन छ, 50,000 चाहिएको छ। मेरो लोटी लागेको छ, खालि पैसा पैसा। त्यसो भए म के गरौँ त? आफ्नो बाबुलाई मर्न दिउँ? सुनिल हेलो मम्मी अपरेसन कहिले हो? कसको अपरेसन? अपरेसनकै अपरेसन, बाबाको अपरेसन। बाबाको त कुनै अपरेसन छैन त। हाई बेबी, के गर्दैछौ? ऊ अहिले घरमा छैन। अस्तिको 90,000 रिसिभ गर्यौ? आई लभ यु टु, मिस यु सो मच। ए भोलि फेरि 50,000 रुपियाँ आउँदैछ है। यस, अघि भर्खर त भेटेको, अब भोलि। तिमी पनि मलाई नभेटी बाँच्नै सक्दैनौ। रुगा मर्किनीको भयो, टाइममा औषधि खाने गर है, फेरि बिरामी भइन्छ। ए यसको चिन्ता नगर न, मलाई छिट्टै डिभोर्स दिन्छु अनि हामी एक हुनुपर्छ। तिमी टेन्सनै नल्याउ न पैसाको, म छँदैछु नि, तिमी के टेन्सन लिन्छौ हौ? यो के गरेको सुनिल? तेरो इच्छा पुरा गर्दै